साथीहरू यहाँ मेरो छोरी हेर्नुहोस् होला। आज हामीहरू जाँदैछौँ। आज हामी कहाँ जाँदैछौँ मलाई त थाहा पत्ता पनि छैन। आज हामी कहाँ जाँदैछ त्यो केही थाहा छैन। कहाँ गएको भनेको केही भन्दैन। यो सिटमा चाहिँ कतिचोटि देखाउँछ भन्छ। अब हाम्रो छँदै यस्तै सिन मात्रै छ हो। तो आओ यार शुरू करते हैं बिना किसी डेडिकेशन के। हामी जाँदैछौँ बेङ्गलुरुको बाटो गाडीमा हालेर ल्याएको छ। पुरा ब्ल्याकमेल गरेर ल्याएको छ। हिँड्नुहुन्छ नि हिँड्नु हिँड्नु नभए तपाईँलाई म जिन्दगीमा कहिले गाडीमा चढाउँदिनँ नि भनेको छ हो। त्यही भएर हामी चाहिँ अब म त पछाडि बस्ने मान्छे हो। ठक्कै बसिहालेँ। अब कहाँ पुर्याउँछ के गर्छ अब जे गर्ला गर्ला। तू जितना भोला दिखता है ना उतना है नहीं। आज खिर खाने दिन हो नि त त्यही भएर खिर मात्रै खाएको। हिजो अस्तिदेखि खिर बनाउनु मम्मी खिर बनाउनु भन्नुभयो भन्यो। मेरो पालो मैले नि बनाइदिएँ आज चाहिँ लाग्छ भनेर। एक भाँडा बनाइदिएको कसैले नि खाएन। थुप्रो भएछ। मामा माइजीलाई दिएँ हो। अब घरमा अझै छ भरे गर्दै खिर खान्छ मेरो छोरीले। यहाँ के भयो गाडी ट्याट्या ट्याट्या गऱ्यो। कहिले कहिले गाडीहरूलाई नि यस्तै रोग लाग्छ क्या क्यान्सरहरू लाग्छ। अरे कहना क्या चाहते हो? यहाँ चाहिँ सावधान इन्डिया हो। बिच बिचमा हात्ती पनि आइहाल्छ अरे हो। निक्लिरहेको हुन्छ अरे। एक मोटा हात्ती घुम्ने मारा धुरा सफा जय हो। यस्तै छ। A few moments later. पाहाड आइसक्यो मेरो छोरीले पुर्याउनु आँटेन। कहाँ लगेको हो? रुको जरा सबर करो। उयो त कुम्भकर्ण जस्तै भएछ हेर्नु न। कुम्भकर्ण जस्तै भएछ। 1 hour later. कालो लाग्यो है कता गएको हो। पाहाड चढियो उकालो लाग्दैछु। गर्मी भयो। पानी पर्छ? पानी परिहाल्यो भने चाहिन्छ भनेर बुझ्यौ क्या। परिहाल्छ नि बर्खामा यसो कोही ग्यारेन्टी छैन तर आज चाहिँ पर्दैन है पानी। आकाशैमा चिल हो कि बेसारा। मेरो बाजेको चिल हो कि बेसारा। गजब बेइज्जती है। मलाई यो गीत त मलाई त ट्याक्कै मन पर्दैन। यो गीत है मलाई मन पर्छ। अनि हे तुलसी ओहो गुरुजी धीरे से चलो धीरे धीरे से आना मेरी जिंदगी जिन्दगीमा। त्यो हामी अस्ति रोहिणी गयौँ नि त्यो बाटो कर्सियङ जान्छ कि आम्बो त्यो बाटोमा कुद्दो रहेछ त्यस्तो गाडीहरू त खुच्चे गाडीहरू। अम्मा सानो कुद्दो रहेछ। घरा कति दुःख छ। ओहो गुरुजी बत्ती बजिरहेछ। हाम्रो जस्तै अटोमेटिक बनाइदिएको छ है क्या। बोलेको बढेर गर्ने। एकछिन हामी पनि जाँदैछौँ।
बेसी हतार नगर्नुहोस् त ओहो पछि पछि गाडी आएर है भिडियो गरेर लाइटमा भिड्दै भयो यस्तो गाडीहरू देखाएँ बेला लास्टमा त तर त्यो ड्राइभरले ढिलै चलाएको थियो गाडी उयो म यत्रो गाडी हाम्रो पछाडि थिएछ भन्नुपर्छ नि त अनि यसो हर्न लगाएर बहिनी म अगाडि जान्छु भन्नुपर्छ कि होइन कि भने भन्नुपर्छ हर्न लाउनुपर्छ ओहो अन्त कहाँ हो भने जानुहोस् है जानुहोस् एकदम सेफले हिँड्नुहोस् बाटो सानो छ हाम्रो हनुमानहरू त पुरा बसेको रहेछ नि त हौ यहाँनिर ओहो तपाईँहरू के खानुहुन्छ के गर्नुहुन्छ यत्रो धेरै बसेर एउटा त कति राम्रो झुन्डिरहेको छ उसको आमासँग माइ गड हो यसरी जानुपर्छ नि त हर्न लाउँदै कहाँ अनि हाम्रो पछाडि बसिरहेको त हो भने क्या पता मैले त क्यामेरा पछाडि पनि गर्दै थिएँ किन बसेको होला भनेर अन्त यति ठुलो बाटो छ होइन अन्त यति ठुलो बाटो छ साइडबाट जाँदा हुने थियो मैले सोचेँ मेरो पछाडि किन यो गाडी आउँदैछ भनेर मैले ब्याक क्यामेरा पनि यस्तो गरेर पनि हेर्दै थिएँ क्या पता यति धेरै लाइनमा छ पछाडि भनेर हामीले गाडी पिछामा चलाएको थियौँ नि मम्मी साइडमा थियौँ हामी बिचमा हामी साइडमै त चल्दैछौँ किनकि हामी साइडमा धेरै पनि त हिँडेको छौँ न अब त्यही भएर सेफ भएर धीरे चल्दैछौँ हो मैले त्यही भएर धीरे धीरे चला भन्दैछु छिटो नचलाउनु भन्दैछु अन्त के थाहा त हो भने हाम्रो पछाडि सुतिरहेको डन्डा पक्रेर ओहो अनि हाम्रो पुलिसहरू त सानो बसेको छैन रहेछ त अनि ट्राफिकहरू त केही नगर्नुहोस् है हामीलाई ओहो केही पनि नगर्नुहोस् ल टाउको ढालेर हेर्दैछ ओहो ट्राफिकहरू त दाजु नमस्ते नमस्ते पनि गरेन यहाँ गर्छ कि दाजु नमस्ते ए लाई गरेन नमस्ते रिसायो सालाहरू मलाई चाहिँ केही पनि ल्याइदिँदैन तिनीहरूले चाहिँ गाडीमा चलाएर हिँडेको हिँड्नै गर्छ यहाँ जाडोमा भनेर यस्तो टाउको ढालेर बसिरहेको तर जाडोमा बस्नु साह्रो छ नि त बिचराहरूलाई अब तल जाउँ भने गर्मी हुन्छ बिचराहरूलाई बिचरा खोइ तपाईँको गर्लफ्रेन्ड छैन गर्लफ्रेन्ड खोइ भनेको छैन अरे तेरो बाजेको गर्लफ्रेन्ड भनेर ल्यापमै हिर्कायो नि छैन फेरि ल्याबमा हिँड्दा त हुन्थ्यो फोन तान्थ्यो भने चाहिँ नि त गयो नि गयो भिडियो पनि गयो फोन पनि गयो 2 लाख रुपियाँ छड्लङमै इंतजार है तुम्हारा भन्दै बसिरहेको मात्रै गालामा हात लाएर फेरि हाम्रो पालो तिमीलाई म केला ल्याएर दिन्छु देऊ न भन्दै बस्नुपर्छ नि फेरि गाह्रो छ नि त्यसो भन्दै बस्नु फेरि पानी चाहिँ परेको छैन र है पानी परेको कस्तो मजा आउँछ मुटु चिउची हुन्छ नि मास्तिरबाट धस्केर लडेर भए हामीलाई पुऱ्यो भने रुख लडेर खिच्यायो भने पाहाडतिर हिँड्नु त त्यस्तो पो हुन्छ त ल है गुरुजी बाई बाई हरन लाउँदैछ आया हो झरेर सिसा फेरि हो
तपाईँको गर्लफ्रेन्ड तल थियो भनेको नेचुरल पानी उम्रेको पानी। ल है मेरो छोरीले चाहिँ यो ठाउँमा चाहिँ ल्याउनु खोजेको रहेछ। यो ठाउँमा चाहिँ यस्तो रहेछ र अहिले मेरो छोरीले जम्की जम भनेर लिएर गाडीमा खेचारेर राखेर आयो गाडीमा जबरजस्ती राखेर लिएको छ है। गाडीमा यस्तो ठाउँ रहेछ। कति चिसो ठाउँ माथि सुकेटार गएको जस्तो लागेन न। चिया बगान के भन्छ टिङ्लिङ फोटो खिच्दैन भिडियो गर्छ, भिडियो खिच्दैन फोटो गर्छ। भगवान् Yo